सम्पूर्ण साथीहरुमा नमस्कार। आज विशेष शनिबारको दिन। ओम सन शनिश्चराय नमः। आज मन्दिर जाने भनेर बिहानै उठेर सबै घरको काम सकेर यसो जिउ तन्काएर बाहिर निस्केर हेर्छु त पानी पो पर्यो। अब पानी परेपछि त मन्दिर जाने डिस्टर्ब भयो, के गर्नु, तयार भएँ नुहाई धुवाई घरिघरि चटक्क परेर अब पानी रोकिँदैन, त्यतिन्जेल चाहिँ काम गर्नु पर्यो भनेर तरकारी पखालपुल पारेँ। अनि पानी पनि रोकियो। अनि श्रीमानज्यू र म मन्दिर जान निस्क्यौँ। बाटोमा दोकानमा बिस्कुट पनि किन्यौँ। त्यहाँ बाहिर मन्दिर बाहिर बसिरहनु भएको हुन्छ नि त। अनि उहाँहरूलाई दिनको लागि मन्दिर गएको त भन्नुहुन्छ। आज मन्दिरमा राम राम, हेर्नु त भिड कति भिड छ। यो मैले बाइकबाट खिचेको मन्दिर कहाँ छ, यहाँ भक्तजनको लाइन चाहिँ कहाँ पर छ। जे भयो नि आज दर्शन त गर्नु पर्यो। विशेष शनि जयन्ती भएर होला आज एकदम भिड लामो, हेर्नु न कति पर भिड। अनि लामो लाइनमा बस्दा बस्दा मेरो त खुट्टा पनि दुख्यो। अनि श्रीमानज्यूले एकछिन तिमी गएर बस, म चाहिँ लाइनमा बस्छु भन्नुभयो। म चाहिँ यहाँ एकछिन सिटीमा बसेँ। अनि पर लाइन हेर्दै गएको त मेरो दाजु भाउजू पनि आइपुग्नु भएको रहेछ। अनि बल्ल बल्ल पालो आएर भित्र ठेलमठेल गरेर पूजा गरिओरि अनि बाहिर भगवान्लाई बत्ती पनि बाल्यौँ, भगवान्लाई सम्झिओरि। अनि त्यसपछि त भोकले कुई कुई भइसकेको थियौँ। घरतिर फर्किँदाखेरि बाटोमा त सातु खानु पर्यो भनेर पसलतिर पस्यौँ। अनि सातु पनि खायौँ। अनि घर आएर फटाफट खाना पकाउन थालेँ। खाना पनि मेरो पाक्दैछ, भोकले त कस्तो भइसक्यो नि त। अनि अहिले कर्कलो पकाउन रेडी पारेको थिएँ। कर्कलो पनि मिठोसँग पकाएँ। अब आजलाई यति नै, अरू भन्न पाइनँ। हस् त, बाई बाई।